हेलो गाइज, आज चाहिँ हामी बफ छोइला राँगाको मासुको छोइला बनाउँदै छौं है। यहाँ आगो फुकेछु, यहाँ सुकुटी पनि छ हाम्रो। म चाहिँ अलिअलि बोसो मिसेको मासुको चाहिँ छोइला बनाउँदै छु है त। अब पोल्छु फर्स्टमा। मासु पोलेर राखेको छु मैले चाहिँ, यति भयो है। मैले चाहिँ छोइलाको लागि यहाँ टमाटर, लसुन, टिमुर, खुर्सानी, जिरा तेलमा फ्राई गरेर पेस्ट बनाउँछ है त्यसको। यहाँ चाहिँ छ छोइलाको मसला है। अनि त्यसपछि यहाँ प्याज काटेर राखेको छु। त्यसपछि यहाँ हरियो धनिया र कागती है त। लास्टमा चाहिँ कागती हाल्नुपर्छ है त। कागती हालेर रेडी भयो नेवारी डिस हाम्रो छोइला। त खाऊ त बाबु, कस्तो छ? मिठो छ?